हेलो गाइस, गुड आफ्टरनुन। आज चाहिँ अलरेडी 2 बजिसकिरहेछ र आज माता तिता औँसी पनि हो। आज सिधै गभर्नर हेर्न बोलाए जस्तो हो। माताहरू गभर्नर दर्शन हुन्छ घन्टा दाइ एकदम राम्रो दर्शन हुन्छ। आज दाजुभाइ भ्लग चाहिँ भक्त रमाइलो हुन्छ। आज हामी रमाइलो आज हरेक रमाइलो कलहरू अहिले चाहिँ हामी रमाइलो तरिकामा बुलेटमा जाँदैछौँ। बुलेट पनि भन्न मिल्दैन क्या यसलाई, हन्डर के हाल्छ कस्तो लागिरहेको छ। आज दिनमा के छ त हाम्रो प्लानहरू, हाम्रो दर्शक टिम दाजुभाइ तथा दिदी बहिनीहरूलाई सब्सक्राइबर अघि बढेको राम्रो हो नि त। बर्गासी 0 पोइन्ट भन्दा होइन ग्याङ्स्टर बस्ने ठाउँ भएर नि त्यो जमानाको हो। भेटघाट भन्ने यहाँनिर थियो। मेरो पनि काम छैन, काम गर्नुपर्छ, पैसा बनाउनु पर्छ है। बाइक जम्माकै 1 पिस होला होइन, थन्डरबोल्ट एक्स्ट्रा। बाइक जति हाइमा भए पनि होइन, बाइक चाहिँ कन्ट्रोल हुन्छ है फेरि त्यो हो नि त। कुनै दिन हामी रक्सी खाएको नि भ्लग बनाउने छौँ होइन। अब अहिले हामी दाजुभाइ बिरामी छौँ, रक्सी खाएको भ्लगमा देखाउने छौँ क्या हामीले कतिसम्म खान सकिन्छ र हामीले कस्तो तरिकामा हिँड्छौँ रात गरेर भनेर क्या। त्यता खिचा लाग्छ होला तर रमाइलो हुन्छ नि त्यति बेला होइन त। हाम्रो अगाडि पानी छ फेरि मेरी पानी। काम पनि गर्नुपर्छ, घुम्नु पनि पर्छ है। काम गर्ने टाइममा काम गर्ने हो, घुम्ने टाइममा घुम्ने हो है। आज चाहिँ माता तिता औँसी भएर चाहिँ आज हल्का रमाइलो होइन त भन्नु पऱ्यो नि त। अब कति बाहिर बस्ने मान्छेलाई थाहा हुँदैन नि त। क्याम्पस मोडको चलफल हेर्नु अब लास्टै बिजी छ आज चाहिँ, लास्टै बिजी। कता जाँदैछौँ म चाहिँ सर्ट बसेर होइन त्यही त हो नि होइन, त्यही भइदियो नि है। जाउँ न, तेल खाइ छैन तेल हाल्नु न त। 200 हामी तेल हाल्नु महँगो चिज चाहिँ हामी खाइँदैन, कन्फ्युज भन्नुहुन्छ होला तर हामी कन्फ्युज चाहिँ होइन। अहिले चाहिँ फेरि हामी पेट्रोल हाल्न आइसक्यौँ। पेट्रोल अब्बरै महँगो छ अहिले नेपालमा। को पेट्रोलले चाहिँ इनफ हुन्छ है बुलेटलाई। पेट्रोल चाहिँ बढेर अहिले ओभरै भएको रहेछ। गाडी पनि वास हान्नु पर्ने बेला भएको छ भन्दैन है हाम्रो दर्शकहरू। के पेट्रोल पम्प अरे सायद 200 का हालिदिउँ न, 200। अब चाहिँ लगभग मान्छेलाई 50 के लागिसकिन्छ। सबैलाई 50 के लाग्यो, हामीलाई चाहिँ थाहा छ के लाग्यो। हजुर लगभग भाटपाटी नि है गाइस, नयाँ भाटपाटी नि यतिको नि हो है।
हाम्रो चाहिँ फेरि S24 भन्दा नि खतरा हुन्छ है जुम्याबाट चाहिँ। गाइस अहिले चाहिँ हामी छाप्ने मनमा लाग्छ यहाँबाट चाहिँ मोरङ जिल्ला सुरु हुन्छ क्या, यहाँबाट चाहिँ मोरङ जिल्ला सुरु हुन्छ गाइस। मोरङ जिल्ला जानु बाटो एकदम रफ है, एकदम रफ छ न बाटोबाट ए रोड रहेछ रोड रहेछ रोड रहेछ अलिकति कम्ती हुन्छ क्या होइन धेरै कम्ती अब हाम्रो फेरि ढाबा भनेको एकदम फन्टास्टिक ठाउँ क्या। फेरि जाडो चाहियो भने अलिकति माथि आउँदा हुन्छ, गर्मी चाहियो भने तपाईँ हुन्छ अनि जतै गए पनि पाउने क्या यहाँनिर मान्छेहरूलाई। 12 मास फलेर भन्छ, आलु कोला जे पनि पाइन्छ। मोरङ हो मोरङ हामीलाई उनीहरू कप्पी पक्रेर मात्रै पहिला बाइक कहिले पनि हुन्थ्यो होला हो। राति चाइना दाई म डारे को पनि हुन्थ्यो त्यो बेला। यहाँ बेटाइको कसलाई फोन गरेँ भने कसले त्यति बेला फोन गरेर के भन्नु छोड्दैन। यो जङ्गल चाहिँ ओभर डेन्जर छ है। हाम्रो जङ्गल चाहिँ कटिसक्यो, घना जङ्गल, डरलाग्दो बाघ भालुहरू बस्ने जङ्गल कटेर अहिले हामी एकदम सुरक्षित गाउँमा आइपुगिसक्यौँ। सुरक्षित गाउँ अब हाम्रो अगाडि हेर्नु सक्नुहुन्छ हिउँ परिरहेको छ, अगाडि हिउँ परिरहेको छ। यो चिसो हुन्छ अब जाडो हुन्छ हामी माइनस डिग्रीमा चलिरहेको छौँ। अब त्यो सिजन
भएर होइन बुलेट त फेरि त्यस्तो भन्दा बढाएको छ होला त्यस्तो भन्दा बढाएको होला तर के अप्डेट गर्यो योजना बाटो यो बाटोमा पहिला जमानामा त यस्तो बिग्रेको थियो अहिले यस्तो राम्रो भएछ यतिको बनाएको भन्ने हिलोमा आउँदा भन्दाखेरि बुढी भनेको फेरि यहाँ यस्तो यस्तो ठाउँमा पनि रोड नट जोक होइन हेर्दा लु होइन भानु भाइ यस्तो ठाउँ चलाउनु पार्नु यहाँ पुल आइसक्यौँ होइन एकदम भिड छ आज चाहिँ माथि एकदम हेर्दा नि आनन्द लाग्छ होइन नम्बर बुढाहरू सब टाढा भएको हुँदैन क्या एकदम दामी सिन छ है तर वरिपरि पार्क तर त्योभन्दा दामी त हाम्रो दाइ आयो हाम्रो हेर्नु न होइन यहाँ पुल आइसक्यौँ होइन एकदम भिड छ आज चाहिँ माथि एकदम हेर्दा नि आनन्द लाग्छ होइन नम्बर बुढाहरू सब टाढा भएको हुँदैन क्या एकदम दामी सिन छ है तर वरिपरि पार्क तर त्योभन्दा दामी त हाम्रो दाइ आयो हाम्रो हेर्नु न होइन अहिले चाहिँ बाइक कुदाइरहेको छ
आज यो भ्लगमा आउँछ ल गाइस यो चाहिँ हाम्रो लास्ट भ्लग हो अहिले राति 1 बजिसक्यो र अहिले हामी चाहिँ मात्र रोटी खाएर अब हामी पुग्दैछौँ ल गुड नाइट माता पिता औँसीको शुभकामना के रे गाजा गुड नाइट हो दाइ होइन माता पिता औँसीको मङ्गलमय हार्दिक शुभकामना छ सबै माताहरूलाई ह्याप्पी मदर्स डे